दर्शक श्रोताहरू, अन्ततः भुन्टीले आफूलाई असाध्यै माया गर्ने ती शिक्षकसँग विवाह गर्ने सहमति जनाएकी छिन्। धेरै पहिले भुन्टीलाई माग्न भनेर भुन्टीको घरमा गएका ती शिक्षकलाई भुन्टी आफैले लखेटेको दृश्य पनि सम्झिन्छिन्। भुन्टी हराएको बेला उनी असाध्यै चिन्तामा हुनुका साथै आफ्नो काम छोडेर पनि भुन्टीलाई खोज्न लागि परेका थिए। भुन्टीले सबै कुरा थाहा पाइसकेपछि उनी ती शिक्षकसँग बिहे गर्न राजी भएकी हुन्। उता भूपेन्द्रकी आमा र भीम भने भुन्टीका आमा बुवाको घरमै पुगेर भुन्टीलाई सम्झाउनु र त्यसलाई एक पैसा पनि अंश नदिने धम्की दिँदै गाली गलौज समेत गर्छन्। तर भुन्टीका आमा बुवाले भुन्टीको निर्णयलाई साथ दिने कुरा गरेपछि भूपेन्द्रकी आमा र भीमले उनीहरूमाथि कुटपिट गर्नुका साथै जंगलमा लगेर डोरीले रुखमा बाँधेर राखेका छन्। त्यस्तै भूपेन्द्रका दाइ भाउजू भने यो मुद्दाका कारण निकै नै तनावमा छन्। भुन्टीले आधा सम्पत्ति नलगी नछोड्ने अडान कसेपछि आफू नराम्रोसँग फसेको र यो सब भूपेन्द्रकै कारणले गर्दा भएको कुरा उनीहरूले बुझिसकेका छन्। भुन्टीले आधा सम्पत्ति लगेपछि भूपेन्द्रका दाई अब यहाँ बस्ने कुनै आधार नरहेको भन्दै ऋण निकालेर विदेशतिर कमाउन जाने सोच पनि बनाइरहेका छन्। दर्शक श्रोताहरू, नालीमा रक्ताम्य भएर ढलेका भूपेन्द्रको ज्यान आफूले बचाउँदा समेत उसले घरमा अर्की केटी भित्र्याएर धोका दिएको भन्दै अब सिधै अदालतमा भिडियो पेश गर्ने र भूपेन्द्रको आधा सम्पत्ति लिएरै छोड्ने अठोट भुन्टीले कसेकी छिन् भन्दै आजको भिडियोबाट बिदा हुन्छु। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। हस्त, धन्यवाद।